हेलो साथीहरु नमस्ते स्वागत छ हजुरहरुलाई मेरो युट्युब च्यानलमा अनि म चाहिँ सधैँको चाहिँ उपस्थित भइसके कल्पना मगर चितवनबाट। सो साथीहरु मैले आज भिडियो स्टार्ट गर्नुको कारण चाहिँ के होला म चाहिँ आज जाँदै छु माइत अनि कि म भिमाटको तनहुको माइत हैन कि यता भैरवा जाँदै छु मामा घर छ्यामा घर। अनि सो मम्मी र दिदीहरु पनि आउँदै हुनुहुन्छ भिमाट देखि अनि हामी चाहिँ नारायणघाट भेट भएर जानेवाला छौं। सो अनि हजुरलाई पनि केही अपडेट दिउ भनेर मात्र भिडियो स्टार्ट गरेको छु। अनि मेरो भिडियोमा चाहिँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला अनि साथ सपोर्ट माया देखाइदिनु होला। अब हजुरहरुलाई म रेडी भएर मात्र भेट्छु है त। बाइ। सो साथीहरु म चाहिँ रेडी भइसके। अब म चाहिँ जान लागेको घरबाट हिँड्न लागेको मम्मीहरु आउँदै हुनुहुन्छ र मुगलिनतिर आइपुग्नु भयो भन्दै हुनुहुन्छ। सो अब म चाहिँ हजुरहरुलाई नारायणघाटतिर पुगेपछि भेट्छु है त मेरो। अब म गएको फाइनली साथीहरु म चाहिँ नारायणघाट पनि आइपुगे अनि मम्मीहरुलाई पनि भेटे। हेलो मम्मी। हेलो। यतातिर मेरो दिदी पनि यता हुनुहुन्छ अनि हामी चाहिँ भेट्यौँ। अब हामी जान्छौँ। सो हजुरहरुलाई बाटोबाट पनि देखाउँछु हेर्नु नै कस्तो हुन्छ हेर्दै गर्नु होला भिडियो। खानापिना खाएर अब फेरि हामी लाग्नु लागेको नमस्ते रेस्टुरेन्टमा। अब हामी जाँदैछौँ। अब फेरि म हजुरहरुलाई साइड बाटोमा या भैरवा ल साथीहरु हामी चाहिँ फाइनली भैरवा पनि आइसक्यौँ अनि आएर हामी अटो लिएर अनि जाँदैछौँ घर। अनि छ्यामाहरूलाई कस्तोलाई नि खासै सरप्राइज दिन जाँदैछौँ है। कस्तो हुन्छ रिएक्सन हेर्नु है त रिएक्सन हेर्नु होला नि। यता म मेरो दिदीले चाहिँ गर्मी भएर दहीहरू खाँदै हुनुहुन्छ। मेरो चाहिँ भ्याइसक्यो। मेरो त छ अनि मम्मीलाई सरप्राइज दिने हो। के भएर सरप्राइज दिने अरे मम्मीलाई। लस्तो हेर्नु है त हामी घर गइसक्यौँ। सरप्राइज खुसी लाएन खुसी सोधेर दिनु होला मलाई सोधेर दिनु भन्नु न 150 हो के 50 ल 50 यहाँ बढी भनिदिन्छु कि ल के 50 ल हामी चाहिँ घर आइपुग्यो। झन् सरप्राइज दिन आउनु हजुर सरप्राइज थाहा थियो हामी आउँछ भनेर कस्तो मान्छे होला है हाम्रो मम्मी त थाहा थियो त्यतिखेर थाहा थियो अब आउँदैन भन्दा ल। अब घर पनि आइपुग्यौँ भेटघाट पनि भयो। कति रमाइलो भएको यही हो यी हाम्रो परिवार सबै भेटघाटी। हाम्रो दुदु आमा यहाँ हुनुहुन्छ अनि छ्यामा दिदी हामी ल हाम्रो सरप्राइज ल है साथीहरु। अब हामी चाहिँ फाइनली घरमा पनि आइपुग्यौँ भेटघाट पनि भयो। सो आजको भिडियो चाहिँ यति नै हुन्छ हजुरहरुलाई। अनि अब नेक्स्ट भोलिको भिडियोमा चाहिँ भेट्छु हजुरहरुलाई। भोलि चाहिँ मेन माता तीर्थ अवश्य हो भोलि चाहिँ होइन आमाको मुख्य दिन। सो भोलि भेट्छु। आजको लागि चाहिँ बाई बाई नेक्स्ट डे भेटौँला।